नेपालमा हालै 15 लाखभन्दा बढी मान्छेहरूले राइड सेयरिङ एपबाट रोजगार पाएका छन् भने 2 लाखभन्दा बढी सवारी साधनहरू राइड सेयरिङ एपमा प्रयोग हुँदै आइरहेको छ। नेपालमा पहिलादेखि नै बेरोजगारीको सङ्ख्या बढी नै रहेको छ। तर जति पनि जागिरहरू मैले पठाउ राइडर्ससँग कुरा गर्दाखेरि मैले के भेटेँ कि उहाँहरूले धेरै भेदभाव टाइपको हुँदो रहेछ। आउने प्यासेन्जरहरूले कतिले गाली गरेर जाँदो रहेछन्, कतिले के गरेर जाँदो रहेछन्। मेरो सबैसँग आग्रह चाहिँ के रहेको छ भनेपछि कुनै पनि काम ठुलो या सानो हुँदैन। त्यही कार्य विदेशमा गएर डलरमा पैसा आउँदाखेरि, बढी पैसा आउँदाखेरि उनीहरूले प्राउडली गरिरहेका हुन्छन्। त्यही काम यहाँ नेपालमा गर्दाखेरि उनीहरू लाज मान्छन्, गाली गर्छन्, भेदभाव गरिरहेका हुन्छन्। सो यहाँ काम कुनै पनि ठुलो या सानो छैन। त्यही कामको बढी पैसा पाउँदाखेरि खुसी खुसी गर्ने, त्यही कामको कम पैसा पाउँदाखेरि त्यसले गाली गर्ने। सो यहाँ काम ठुलो र सानो नभएर यहाँ पैसाले डिसाइड गर्दो रहेछ कुन काम ठुलो हुने र कुन काम सानो हुने भन्ने। त्यही भएर हामीले कुनै पनि कार्यहरूलाई हेला गर्नु हुँदैन, कसैले पनि भेदभाव गर्नु हुँदैन।